नायक मण्डलको पूज्य गुरु तथा यहाँ उपस्थित हुनुभएका गुरुवर्ग तथा यहाँ उपस्थित हुनुभएका मेरा साथीलाई दिदीबहिनीहरू मेरो सादर नमस्कार। म सभा कक्षा 9 की छात्रा आज यहाँ उभिएर के समयको सदुपयोगबारे केही शब्द भन्न चाहन्छु। समय एउटा यस्तो कुरा हो जसले नाही चोरले चोराउन सक्छ, नाही आँधीले उडाउन सक्छ, नाही नदीले बगाउन सक्छ। समय फेरि फर्केर कहिले पनि आउँदैन, समयको आफ्नो गति हुन्छ। यदि हामी इक्जाम दिन जान्छौँ र हामी इक्जाम हलमा लेट पुग्छौँ भने हाम्रो इक्जाम छुट्छ र यदि हामीहरू इक्जाम छुट्यो भने हाम्रो साल कति महिना त्यसै बर्बाद हुन्छ। र यदि हामीहरू टाइममा पुग्छौँ र इक्जाम दिन्छौँ अनि फेल भयो भने हामीले फेरि वर्षभरि त्यो समयको लागि पर्खनुपर्छ। समयको महत्त्व गरेर त्यो आमासँग सोध्दा जो आफ्नो सन्तानले हेर्नको लागि धेरै पर्सिएको थियो। समयको महत्त्व गरेर त्यो मान्छेसँग सोध्दा जो 1 मिनट हस्पिटल लेट पहुँचेपछि आफ्नो पुरै परिवारको सदस्यले गुमाएको छ। समय यसमाथि भर पर्छ कि समयले कस्तो तरिकाले प्रयोग गर्छ। समयले त्यस्तै सबैसँग बस्छ पनि। समयले कसैलाई गरिब बनाइदिन्छ त कसैले अमिर पनि बनाइदिन्छ। आज हामीहरू विद्यार्थी छौँ। आजको विद्यार्थी भोलिको नेपालको कर्णधारहरू हो र हाम्रो नेपालमा हामीहरू विद्यार्थीको रूपमा छौँ भने हामीलाई राम्ररी पढ्नु पर्यो र हाम्रो समयको प्रयोग गर्नु पर्यो र राम्ररी बस्नु पर्यो र डिसिप्लिन बस्नु पर्यो र हामीहरू राम्ररी समयमा पढ्छौँ भने हामी भोलि गएर समाजको सेवा पनि गर्न सक्छौँ र हाम्रो देशको नाम पनि अगाडि ल्याउन सक्छौँ। धन्यवाद। आदरणीय सभापति महोदयज्यू, विनायक मण्डलज्यू, द्वितीय गुरुवर्ग तथा यहाँ उपस्थित हुनुभएको मेरो प्यारो साथीभाइ तथा दिदीबहिनीहरूमा मेरो न्यानो इज्जत। आजको यस वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा म आफूले धेरै नै भाग्यमानी ठान्दछु। आजको यस वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ समयको सदुपयोग। वास्तवमा हामी समयलाई के भागिरहेको हुन्छ तर हामी सम्झदैनौँ त्यो समय फेरि कहिले पनि फर्केर आउँदैन। त्यसैले एउटा भनाइ छ, टाइम एन्ड टाइम नो वेट फर म्यान। हामीले आफ्नो समयमा आफ्नो काम गर्नुपर्छ। हामी एक विद्यार्थी हो भने हामीले समयको महत्त्व धेरै नै गर्नुहुन्छ। समय हाम्रो जीवनको एक मूल्यवान वस्तु हो। समयलाई हामीले कहिले पनि गराउनु हुँदैन। हामी जुन समयमा पढ्नुपर्छ, जुन समयमा खानुपर्छ त्यो हामीले थाहा हुनुपर्छ। हामी आफ्नो स्कुल समयले आउनुपर्छ, समयले जानुपर्छ र बिदा भएको दिनमा आफ्नो आमा बुढाको काममा हात बटाउनुपर्छ र फ्री टाइममा मोबाइलमा चलाएर आफ्नो गृह कार्य र अगाडिको पढाइ गर्नुपर्छ। हामीले थोरै समयमा मोबाइल चलाएर आफ्नो जीवनको लागि मेहनत गर्नुपर्छ र आफ्नो भविष्यको लागि पढाइ गर्नुपर्छ। किनभने हामी आज मेहनत गर्छौँ भने भोलि आराम भोलि पिँदैछौँ। बिना मेहनतको हामी केही पनि गर्न सक्दैन। एक समयको महत्त्व बिजनेस ट्रान्सफरमा सुट्नुहोस् जस्तो दिन छुटिहालेको छ 1 सेकेन्डले। एउटा समयको महत्त्व व्यक्तिसँग सुट्नुहोस् जसको आयोको टाइम छुटिहाल्छ 1 सेकेन्डले। त्यसैले हामीले यहाँ समय कहिले पनि खेल खानु हुँदैन र आफ्नो समयमा आफ्नो काम गर्नुपर्छ। समय भनेको काल हो। त्यसैले हाम्रो सबैभन्दा बलवान काल हुन्छ। कालभन्दा हामी कहिले पनि अगाडि जान सक्दैनौँ। त्यसैले हामीले कालको निरन्तरमा बस्नुपर्छ। समय भविष्यसँग हिमाललाई हेरेर अनुमानित गरेको छ। त्यसैले हामीले समयमा आफ्नो काम गर्नुपर्छ। धन्यवाद। प्रमुख अतिथि हातमा न्यायिक तराजु लिएर बस्नुभएका निष्पक्ष निर्णय मण्डलज्यू, प्रयोगी तथा अप्रयोगित साथीहरू, यस विद्यालयमा भइरहेको व्यक्तित्व कला प्रतियोगितामा भाग लिनमा आफूले अत्यन्तै गौरवशाली ठानेको छु। आज व्यक्तित्व कला प्रतियोगिताको शीर्षक रहेको छ समयको सदुपयोग। समय जीवनको सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हो। जीवनमा त पैसा जस्तो बचत गर्न सकिन्छ, न त रोक्न सकिन्छ। समय एकपटक बितेपछि फेरि कहिल्यै वापस आउन सक्दैन। मानिसले समयको सुविधाका लागि सेकेन्ड, मिनट, दिन, हप्ता र महिना र वर्षमा
वर्गीकरण गरेका छन्। समयको सदुपयोग गर्नाले पढाइ काम र जीवनमा सफलता प्राप्त गर्न सक्छ र विद्यार्थीले समयमा पढ्नाले राम्रो अङ्क पनि ल्याउन सक्छ। समयको दुरुपयोग गर्नाले पछुतो मात्र हातमा लाग्छ। समयको मूल्य हेरेर र बुझेर बनाएर काम गर्नुपर्छ। आलस्य बानी छोडेर मेहनती बानी बसाल्न पर्छ। म आफ्नो 2 शब्द यहीँ ठोक्याउन चाहन्छु। थ्याङ्क यू।